म आज सुपदेउराली मन्दिर आएको र एउटा चाहिँ सानो भगल थियो अनि त्यही युज गर्न टोलदेखि बाइकमा रुँदै यो यहाँ एकदमै जाडो रहेछ। यहाँ हाम्रो लाइन हुनुहुन्छ सिंह है सुपदेउराली यो मन्दिर भयो। यहाँ पुजारीहरू हुनुहुन्छ अनि यहाँ हेर्नुहोस् त यस्तो एकदमै राम्रो भ्यू यहाँबाट सुपदेउरालीबाट। यो बाहिरको चाहिँ एरिया हो, यो मन्दिर भयो सुपदेउराली मन्दिर। यो म अहिले पछाडिपट्टि आएको छु। अहिले यहाँ कुहिरो लगाएको छ। कुहिरो नलाउँदाखेरि चाहिँ नै एकदमै राम्रो देखिँदो रहेछ। तल खोला रहेछ यो पहराको माथि। यसरी चाहिँ सुपदेउराली मन्दिर यहाँ हुनुभएको रहेछ। एकदमै रमाइलो छ। तपाईहरू पनि फुर्सद मिलाएसम्म आउनु होला। यहाँ हाम्रो चाहिँ हनुमान हुनुहुन्छ। यहाँ हनुमान बस्नु भएको छ। कोपरमा आउनु रहेछ यहाँ चाहिँ हनुमान। त्यहाँ यसो हेर्न गएको आउनु भएको थियो हनुमान कोपरमा। एकदमै रमाइलो छ यहाँ यो ठाउँ। अर्घाखाँची चाहिँ सुपदेउराली टाँसिएको चाहिँ भिर त्यो डाँडाभन्दा उतापट्टि चाहिँ पर्छ। मैले अहिले यहाँबाट चाहिँ यसलाई चाहिँ क्याच गर्न सकिनँ। एकदमै राम्रो ठाउँ छ यहाँ है। वहाँ पारि चाहिँ झरनाहरू छ, तल खोला छ। अहिले यहाँ बाँदर यसरी बाँदरहरू बस्नु भएको छ है। कोपरमा आउनुहुन्छ अझै कोपरमा आउनुहुन्छ। पारि झरना यो सुपदेउराली मन्दिरको पछाडिपट्टि यस्तो रहेछ। कति राम्रो झरना, कुहिरो लागेको छ। हामी पानीमा चाहिँ रुँदै हेर्दै मेरो साथी बुटलको चाहिँ चोप बहादुर राणा मगर उहाँ र म चाहिँ आएको। एकदमै राम्रो छ, दर्शन गरियो। मैले परेवा पनि उडाइदिएँ। मेरो एउटा सानो भाकल थियो। तपाईहरू पनि फुर्सद हुँदाखेरि समय मिल्दाखेरि यो मन्दिर चाहिँ एकचोटि अवश्य आउनु होला। एकदमै राम्रो, एकदमै शक्तिशाली सुपदेउरालीको चाहिँ मन्दिर छ यहाँ। यता माथितिर एकदमै पहरा छ, भिड छ। यता यो कुनी बाटो यो कता जाने हो खै। एकदमै राम्रो है। सुपदेउराली माताले सबैको चाहिँ कल्याण गरून्। सबैले आँटे चाकेको सबै कुराहरू पुगोस्। हस्त नमस्ते।